परमेश्वरलाई धन्यवाद होस्। मेरो बुवाले पनि हामीलाई सङ्गति लगिराख्नु भयो। हाम्रो चर्च 2 घण्टा जानु पर्थ्यो। चर्च हामी 12 गरे भन्ने ठाउँ थियो, दमक आउनु पर्थ्यो बेला सङ्गति। अहिले यसो बाटो थिएन, रत्व खोलाको किनारे किनारे जानु पर्थ्यो। कति घण्टा लाग्थ्यो भन्ने कुरा चाहिँ त्यो दिन पानी परेको परेन भन्ने कुरा निर्धारण हुन्थ्यो। पानी परेको दिन आली चिप्लो भयो भने चाहिँ लड्दै पढ्दै जाँदाखेरि निकै समय लाग्थ्यो। अनि एक्स्ट्रा हाफ प्यान्ट पनि बोकेर जानु पर्थ्यो बाटोमा। लड्दाखेरि त्यो भिजी गयो भने हिलो आलो लाग्यो भने चाहिँ हामी बोकेर जान्थ्यौँ। एउटा बाइबल र एउटा हाफ प्यान्ट र सर्ट चाहिँ एक्स्ट्रा बोकेर जानुपर्ने, किनकि आली हिँडेर जानुपर्ने थियो। पछि गएर बाटो बन्यो। मेरो बुवाले 1983 तिर साइकल किन्नुभयो। साइकल हेर्नलाई गाउँको पुरै मान्छे उड्लेर आएको थिए, किन गाउँको पहिलो साइकल थियो। अनि म छक्क पर्छ, आज भएको भए चाहिँ हामी भाइरल हुने हो। हामी 5 जना दाजुभाइ दिदीबहिनी आमा र बुवा एउटै साइकलमा चढेको के हुन्थ्यो त, भाइरल नभएर। तर परमेश्वरलाई धन्यवाद होस्, मेरो आमा र बुवाले हामीलाई चर्च लानु चाहिँ कहिले छोड्नु भएन। उहाँको कन्भिक्सन, उहाँको मेरो बुवाको दृढता, उहाँको सङ्कल्पले आज हामीहरू प्रभुको सेवाकाईमा पनि छौँ। एकदम प्रियहरू, तपाईँ र हाम्रो नानीहरूलाई पछि आउने जेनेरेसनहरू परमेश्वर हुर्केको चाहन्छ भने बुवाहरू विश्वासमा हामीहरू जरा गाडी गर्नु जरुरी छ। ख्रिस्टमा जरा गाडीको र विश्वासमा हामीहरू पक्का हुनुपर्छ। यस कारण तपाईँको बिलिफ सिस्टम, तपाईँले के विश्वास गर्नुहुन्छ, मण्डली के हो तपाईँको लागि, के विश्वास गर्नुहुन्छ, यीशु ख्रीष्ट को हुनुहुन्छ,